हेलो साथीहरु, कस्तो हुनुहुन्छ तपाईहरु? अन्त आज चाहिँ हामी एकदम मोटो भ्लग गर्दैछौँ है। हेर्नुस् न, भ्यूहरु यति दामी दामी, यति ब्युटिफुल। यो चाहिँ तपाई कहाँ देख्दैछ भन्छ, पारी चाहिँ तकदा, हामी चाहिँ तकदा जाँदैछौँ है। तकदा भएर तकदा घुम जोरबङ्लो हुँदै तपाई सोनादा खरसाङ हुँदै आउँदैछु है। तपाईहरुलाई बाटो बाटोमा सबै देखाउने छु, हेर्दै जानुहोस्। यति दामी भ्यू। यो चाहिँ हामी तकदा पुग्न लाग्यो। अन्त दुईजना जाडोमा, चिसो रहेछ माथि त वेदर, तर घाम लागिरहेकोले गर्दाखेरि धेरै मजा पनि आयो हैन। अर्कै एउटा एक्सपिरियन्स, फर्स्ट टाइम जाँदैछ हामी बाइकमा दुईजना लङ ड्राइभमा। हेभी इन्जोय पनि गर्यौं, मजा आयो। अन्त नानीहरुलाई घरमै छोडेर हामी दुईजना मात्रै गएको, घुम्नु पनि हुन्छ सो तपाईहरुलाई देखाउँछु पनि भनेर चाहिँ राइडमा गएको। कति स्ट्रेस लिएर घरमै मात्रै बसिरहने भनेर राइडमा गएको। यति दामी, यति ब्युटिफुल छ नि, हेर्नुस् न। वाउ, हामी दुईजना बेला बेलामा, जाडो पनि छ, हात ठिराउँदै कठ्याङ्ग्रिने जाडो छ। तर जग्गा जग्गामा घाम पनि भेट्दैछ। घाम भेट्दा त न्यानो एक प्रकारको तातो हुँदैछ, एकदम मजा आउँदैछ है। तपाईहरुलाई पनि मन पर्छ होला राइडमा जानु। मलाई चाहिँ साह्रै मन पर्छ। मलाई चाहिँ पुरा इच्छा लाग्छ। मलाई चाहिँ लङ ड्राइभमा जानु बाइकमा पुरा इच्छा थियो, तर जानु चाहिँ पाएको थिइनँ है। कहिले पनि मौकै मिलेको थिएन राइडमा जाने, यसरी लङ राइडमा। तर यो पालि चाहिँ मौका मिल्यो। मौका मिलेर चाहिँ हामी दुईजना चाहिँ लाग्यौं है त राइडमा। त हामी चाहिँ कहाँ गयौं राइडमा भन्दाखेरि चाहिँ हामी खाली सिलगढी टु दार्जिलिङ भाया टिस्टा भएर चाहिँ तपाईको आउँदाखेरि चाहिँ खरसाङ भएर रिटर्न है। हेर्दै जानुहोस्, यति मजा आयो। जाँदैछौँ हैन, हाँस्दै गफ गर्दै, दुईजना हाँसी मजाक गर्दै, बात गर्दै हैन, दुःख सुखको बातहरु गर्दै, धेरै दिन बादमा, धेरै वर्ष बादमै भनौं न, यसरी जाँदैछौँ हामी राइडमा। अन्त हेभी मजा आयो, हेभी इन्जोय गर्यौं। रिफ्रेश पनि भयो, फ्रेश पनि भयो हैन। स्ट्रेस पनि कम भयो। अहिले सबैलाई नै स्ट्रेस भन्ने कुरो के होला नि, सबैको लाइफमा नि हुन्छै हो हैन। अन्त स्ट्रेस नलिउँ भन्दा भन्दै पनि केही न कसैको स्ट्रेस हुन्छ। त्यही कारण बेला बेलामा स्ट्रेस फ्री गराउनुको लागि कोहीलाई कामको, कसैलाई केको हैन, एउटा न एउटा हुन्छ। तर त्यो स्ट्रेसलाई लेभल गर्नुको लागि चाहिँ यसरी बाहिर आउटिङहरु गर्दै गर्नुपर्छ है साथीहरु। अन्त हामी चाहिँ दुईजना चाहिँ लाग्यौं यसरी हैन। हेर्दै जानुहोस्, अगाडिको नजारा भ्यूहरु हेर्नुहोस्। रोड सुनसान, रास्ता हैन, सुनसान बाटोमा हामी दुईजना मात्रै बाइकमा राइड गर्दैछौँ हैन। एकदम वेदर हेरे त्यस्तै, मौसम हेरे त्यस्तै राम्रो हैन। रोमान्टिक वेदर हैन, भ्यू त्यस्तै ब्युटिफुल भ्यू, ग्रिनेरी, फ्रेश एयर, चिसो मौसममा दुईजना सुनसान रास्तामा हिँड्दैछौँ। न्यानो घाम पनि आउँदैछ जग्गा जग्गामा, बेला बेलामा। कस्तो मजा आयो भने नि, यति साह्रो इन्जोय गर्यौं, खुसी लाग्यो, धेरै खुसी लाग्यो। यति दामी नजारा, यति राम्रो भ्यू, यस्तो मजाको यो हल्का घाम है, चिसो मौसममा हल्का घाम, न्यानो घाम आउँदाखेरि कति मजा आएको, कति राम्रो लागेको हैन। त्यही माथि दुईजना
बाइक राइड गर्दै कुनै भिडभाड छैन, कुनै केही छैन, सुनसान रास्तामा होइन, सुनसान बाटोमा एकदम मजाले जाँदैछौँ हामी। अहिले हामी कहाँ पुग्यौँ यहाँनिर भन्दाखेरि चाहिँ तपाईँको 6 माइल पुग्न आँट्यो। तकदा क्रस गरेर चाहिँ हामी 6 माइल पुग्न आँट्यो होइन, 6 माइल। अब 6 माइल पुगे पछाडि 6 माइलदेखि झन् अझै बेसी चिसो बढ्छ, जाडो बढ्दै जान्छ, जाडो बढ्दै जान्छ। जति माथि जाँदै जान्छ, जति हाइट बढ्दै जान्छ, जति उचाइमा पुग्दै जान्छौँ त्यति चिसो बढ्दै जाँदैछ होइन। त्यो चिसो मौसममा चाहिँ यति मजा लाग्दैछ, यति राम्रो लाग्दैछ होइन। मोबाइल पक्रेकोले, क्यामेरा पक्रेकोले नि हात यति ठिडाइरहेको छ, तर पनि एउटा मजा हुन्छ नि एउटा हो। त्यही माथि मेरो हिरोको त के भएछ भन्दाखेरि गरम जग्गामा बस्ने मान्छे, घाम यस्तो लागिरहेको थियो, ज्याकेट बोक्नु भनेको ज्याकेट, हाफ ज्याकेट मैले पनि ज्याकेट यादै नगरिकन ज्याकेट हाल्दै भरे हाफ ज्याकेट हालिपठाएछु ब्यागमा त हो। हाफ ज्याकेट लगाएर बिचरा कुदाउनु हुँदैछ, चिसो भयो नि भन्नुहुँदैछ हो। चिसो लाग्छ भन्ने डर पनि लाग्दैछ, तैपनि जाँदैछौँ हामी दुईजना। हेर्नुहोस् न कस्तो राम्रो भ्यू, यस्तो राम्रो नजारा, यति दामी जग्गा होइन। तर यो घामले चाहिँ हामीलाई, भगवान्ले चाहिँ हामीलाई साथ दिएकै हो। किन भन्दाखेरि हामी घर आइपुगिन्जेलसम्म नै घाम भन्ने हटेन। यति मिठो घाम लागिरहेको थियो, चिसो भए तापनि न्यानो घाम चाहिँ भेटिरहेको थियो। त्यो घाम भेटेकोले गर्दाखेरि चाहिँ त्यति साह्रो साह्रो चाहिँ पारी चाहिँ हालेन होइन। अन्त र पनि अब चिसो त हुन्छ, बाइकमा त त्यसै पनि हावा चिसै हुन्छ होइन। तर चिसो जग्गामा त झन् सबैले नि त्यहाँनिर बेला बेलामा आउने गाडीहरूले सबैजनाले नै हेर्दै थियो हामीलाई होइन। अरे हाफ ज्याकेट लगाएर भनेर हेरेको होला सायद, फर्की हेर्दै पनि थियो राम्रोसँगले। फेरि नम्बर पनि नयाँ नम्बर होइन, गाडीको नम्बर पनि, बाइकको नम्बर कहाँ गएको होला यस्तो चिसोमा यस्तो लुगा लगाएर भनेर पनि भनेको होला होइन। भन्दै थियो होला, सोच्दै थियो होला। हामीलाई सामने आएर त भनेन, तैपनि भन्दै थियो होला। तर पनि हामी हाम्रै बातमा मक्ख भएर एकदम वेदरलाई इन्जोय गर्दै जाँदैछौँ दुईजना होइन। अन्त बेला बेलामा बात पनि गर्दैछौँ। सबैले हामीलाई भन्दै होला, हेर्दै देखेर भन्दै होला कि ए दुईजना कहाँ गएको होला, के गरेको होला। दुईजना गीत गाउँदै हिँड्दैछ हामी दुईजना होइन। यति इन्जोय गऱ्यौँ, यति मजा आयो साथीहरू होइन। अन्त फर द फर्स्ट टाइम भनौँ लङ राइड चाहिँ होइन, यो लङ राइड चाहिँ मेरो चाहिँ, मेरो हस्बेन्डले त गरिरहनुहुन्छ, तर हामी दुईजनाले कपल राइड चाहिँ फर्स्ट टाइम हो, फर द फर्स्ट टाइम हो होइन। अन्त बाइक राइड चाहिँ तर इन्जोय गऱ्यौँ, पुरा मजा आयो होइन। मजा आयो, यादगार भयो यो दिन, मजा आयो, इन्जोय गऱ्यौँ। अन्त यहाँ हेर्दै जानुहोस् न, जति माथि जाँदैछु त्यति ठन्डा हुँदैछ, होइन। चिसो हुँदैछ, त्यस्तै बढ्दैछ, चिसो बढ्दैछ। तर पनि मुखमा गीत टुटेको छैन। अब तपाईँहरूलाई त्यो गीत त सुनाउनु सकिनँ होइन, किन भन्दा त्यो हावा आएकोले गर्दाखेरि नि भोइस ओभर गर्नु कर पऱ्यो मलाई होइन। नभए चाहिँ यसकै भोइस राखेको भए त तपाईँहरू अझै इन्जोय गर्नुहुन्थ्यो होला, किनभने हामी गफ गर्दै जाँदै थियौँ होइन। तर त्यो सुनाउनु सकिनँ मैले, त्यो भएकोले गर्दाखेरि चाहिँ अब बेला बेलामा मात्रै एउटा दुईवटा गाडी भेट्दै थियो, नभए सुनसानै थियो रास्ता त होइन। गाडी जाँदैछ हामी, आमामा दुईजना हिँडेको छ, गएको छ होइन। यति दामी नजारा, यति दामी भ्यू, वाउ यस्तो मजा आयो नि नभन्नु। लु मैले सोचेकै थिइनँ कि यस्तो मतलब यति साह्रो मजा आउँछ होला भन्ने। अब कुनै दिन अझै योभन्दा पनि अझै लङ जर्नी जुराउँछ होला होइन, भगवान्ले भन्छु। तपाईँहरूलाई त कस्तो लाग्दैछ, के लाग्दैछ है, इन्जोय गर्नु हुँदैछ होला यो राइडलाई। इन्जोय गर्नुहोस् होइन। तपाईँहरू पनि टाइम पायो भने होइन, टाइम निकालेर भए पनि आफूलाई पनि समय दिनु पर्दो रहेछ होइन। कति समय अरूलाई मात्रै दिनु, कोही बेला चाहिँ यसो बेला बखतमा चाहिँ आफूलाई पनि समय दिनु पर्दो रहेछ भनेको जस्तो फिल भयो क्या त। किनभने धेरै भएको थियो घरबाट ननिस्केको होइन, नगएको कतै। यसरी दुईजना मात्रै हामीले आफूलाई टाइम नदिएको,
धेरै बादमा धेरै दिन बादमा धेरै दिन बादमा चाहिँ हामीले टाइम निकालेर पनि अलिकति बेसी टाइम थिएन तर पनि कम टाइममा पनि टाइम निकालेर यो जर्नी उयो गरेको होइन प्लान गरेको थिएन विदाउट प्लानै हामी सर्ट एन्ड प्लानिङमा निस्केको हामी होइन विदाउट प्लानै त्यही भएर तपाईँहरूलाई बाटोदेखिकै घरदेखिकै देखाउन सकिनँ होइन किन भन्दा हामी सर्ट एन्ड प्लानमा निस्केको अन्त विदाउट प्लानिङै त्यो भएकोले गर्दाखेरि चाहिँ मैले फुल राइडको बनाउनु पनि सकिनँ आधा बाटोदेखिको बनाउँदैछु होइन तर आधै बाटोदेखिको बनाए पनि आधै बाटोदेखि चाहिँ तर हेभी इन्जोय गऱ्यौँ हामीले होइन गऱ्यौँ किन भन्दाखेरि हामी कुनै काम लिएर निस्केको थियौँ निस्किँदाखेरि त्यो काम पुरा गर्नुको बादमा चाहिँ आफूलाई समय निकालेर चाहिँ लु नि त हामी यतैबाट सिधै राइडमा जाउँ न त उसो भए लङ राइड पनि हुन्छ आएको बेलामा भनेर चाहिँ हामी राइडमा निस्केको दुईजना होइन तर यति मजा आयो यो राइड कहिले पनि भुलिँदिनँ यति साह्रो यादगार भयो होइन ब्युटिफुल राइड लाइफको फर्स्ट राइड हो मेरो त होइन अन्त लङ राइड तर अब चाहिँ नेक्स्ट अझै फेरि हुनेछ किन भन्दाखेरि चाहिँ आफूलाई टाइम निकाल्नु चाहिँ बहुत जरुरी रहेछ भन्ने कुरो चाहिँ आज चाहिँ मलाई यो राइडले चाहिँ मलाई सिकायो किन भन्दाखेरि यो राइडमा जाँदाखेरि चाहिँ यति यस्तो फिल भयो कि साला किन मैले चाहिँ हामीले चाहिँ आफूलाई टाइम ननिकालेको होला जहिले तहिले बिजी कहिले के घरि कसको लागि के होइन तर आफ्नो लागि चाहिँ समय नै छैन तर आफ्नो लागि समय निकाल्नु बहुत जरुरी हुँदो रहेछ थ्याङ्क यू सो मच बाई बाई